उज्यालोको पिता कुलमान घिसिङलाई ओली सरकारले जबरजस्ती रूपमा अपदस्थ गरिसकेपछि स्वत स्फूर्त रूपमा युवाहरू यसरी आक्रोशित भएको छ। यो तपाईको माइतीगर मण्डलको दृश्य रहेको छ भने यो बानेश्वरको दृश्य रहेको छ। यहाँ एकाएक युवाहरू आएर चाहिँ प्रहरीसँग झड भइरहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, यो हजारौंको संख्यामा युवाहरू पनि आएको छ भने यहाँ सयौं प्रहरीहरू तैनात गरिएको छ। तपाईले हेर्न सक्नुहुन्छ यहाँ विभिन्न चाहिँ मानिसहरू पनि उपस्थित भएको छ भने यहाँ एकाएक हानाहान भइरहेको अवस्था दृश्य देख्न सक्नुहुन्छ। यो बानेश्वरको दृश्य रहेको छ। दर्शक महानुभावहरू, कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ओली सरकारले जबरजस्ती रूपमा अपदस्थ गरिसकेपछि यहाँ यस प्रकारका चाहिँ हुलहुज्जा र भिड भएको छ। दर्शक महानुभावहरू, यहाँ धेरै मानिसहरूको संख्यामा घाइते भएको छ भने यहाँ एकजना युवाले चाहिँ यसरी आक्रोशित रूपमा आफ्नो शब्दहरू पोख्दै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ नेपाल सरकारले कुलमान घिसिङलाई अपदस्थ गरिसकेपछि नेपाल सरकारले कुलमान घिसिङलाई यसरी चाहिँ अपदस्थ गरिसकेपछि कुलमान घिसिङको चाहिँ पदलाई चाहिँ अपदस्थ गरिसकेपछि यसरी एकाएक युवाहरू चाहिँ आक्रोशित भएको छ। दर्शक महानुभावहरू, यो हामी बानेश्वरको दृश्य रहेको छ। यहाँ धेरै मानिसहरू चाहिँ उपस्थित भएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङलाई अथवा उज्यालोको पिता भनेर चिनिने कुलमान घिसिङलाई ओली सरकारले अपदस्थ र बिना प्रमाण बिना नै यसरी चाहिँ अपदस्थ गरिसकेपछि अब कुलमान घिसिङ सडकमा आएको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ भने स्वतस्फूर्त रूपमा जनताहरू ओर्लिएको छ। अब यो सरकार नै ढल्छ भन्ने किसिमको चाहिँ अहिले विभिन्न किसिमका विश्लेषण भइरहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, चौधरी रूपमा नेपालको विभिन्न क्षेत्रमा विभिन्न ठाउँहरूबाट पनि यसरी चाहिँ युवाहरू स्वतस्फूर्त रूपमा कुलमान घिसिङको पक्षमा आइनु भएको छ। 18 घण्टाको लोड सेडिङ र 24 घण्टाका लोड सेडिङलाई मारमा परिरहेका नेपाली जनता समूह कुलमान घिसिङ एउटा चाहिँ भगवान स्वरूप आएर कुलमान घिसिङले यसरी चाहिँ लोड सेडिङ मुक्त गरायो। यानी कि 99% चाहिँ कुलमान घिसिङले लोड सेडिङ मुक्त गरायो। त्यसो भएको कारण त यो चाहिँ लोड सेडिङ मुक्त गराउने र चाहिँ उज्यालोको पिता कुलमान घिसिङलाई ओली सरकारले जबरजस्ती रूपमा अपदस्थ गरिसकेपछि यस किसिमका चाहिँ मानिसहरू उपस्थित भएको छ। यहाँ लाखौं मानिसको संख्यामा उपस्थित भएको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, नेपाली झण्डाको मुनिमा सबै बस्नुपर्छ। कुनै पनि पार्टी र कुनै पनि धर्म जाति र समुदाय विशेष नभइकन सबै एकता हुनुपर्छ भन्ने किसिमका सन्देशका साथ यहाँ चाहिँ नेपाली झण्डाको मुनि बस्नुपर्ने भन्दै यहाँ धेरै मानिसहरू ओलिएको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, यो स्वतस्फूर्त रूपमा स्वतन्त्र युवाहरूको रहेको छ। स्वतन्त्र युवाहरू रहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, धेरै मानिसहरू पनि उपस्थित भएको छ। दर्शक महानुभावहरू, यहाँ चाहिँ कुलमान घिसिङको पक्षमा मानिसहरू चाहिँ आवाज उठाउँदै उपस्थित भएको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, धेरै प्रकारका मानिसहरू उपस्थित भइरहेको छ। कुलमान घिसिङलाई नेपाल सरकार र ओली सरकारले यसरी नै अपदस्थ गरिसकेपछि कुलमान घिसिङको पक्षमा लाखौं मानिसहरू समर्थकहरू ओर्लिएको छ। यो बानेश्वरको दृश्य रहेको छ। यो नयाँ बानेश्वर रहेको छ भने यहाँ काठमाडौँको जिल्ला अदालत रहेको छ। जिल्ला अदालतको अगाडि नै आइसकेको छ। दर्शक महानुभावहरू, धेरै मानिसहरूको आक्रोशित रहेको छ। धेरै संख्यामा मानिसहरू आक्रोशित भएको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, स्वतस्फूर्त रूपमा मात्रै कुलमान घिसिङको पक्षमा यसरी चाहिँ घर घरबाट गाउँ गाउँबाट आवाज गुन्जिएको छ, आइसकेको छ र नेपालको सबै ठाउँमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चाहिँ जनताहरू ओर्लिसकेको छ। दर्शक महानुभावहरू, तपाईँले हेर्न सक्नुहुन्छ, अब यो सरकारको आयु धेरै लामोसम्म टिक्दैन। यो ओली सरकार अबदस्त हुन्छ, ओली सरकारको कुनै पनि औचित्य छैन भन्ने किसिमको चाहिँ तर्कहरू समावेश गरेको छ भने यहाँ हानाहान पनि भइरहेको छ। दर्शक महानुभावहरू, पछिल्लो समयको उज्यालोको पिता नायक कुलमान घिसिङलाई अबदस्त गर्नु र कुलमान घिसिङको करिब चाहिँ 4 महिना नपुग्दै र 4 महिना पुग्नु पर्ने थियो उहाँको कार्यकाल चाहिँ समाप्त हुनका लागि। तर 4 महिना नपुग्दै कुलमान घिसिङले राम्रो काम गर्न नपाउँदै यसरी चाहिँ ओली सरकारले अपदस्थ गरेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ, र कुलमान घिसिङलाई ओली सरकारले यसरी अपदस्थ गरिसकेपछि लाखौं मानिसहरू र हजारौं मानिसहरू चाहिँ यसरी भिड भएको छ। र ओली सरकारको र ओलीको केपी शर्मा ओलीको चाहिँ यहाँ फोटो चलाएको छ र ओली सरकारलाई विभिन्न किसिमका शब्दहरूबाट पनि गालीहरू गरिरहेको अवस्था देख्न सक्नुहुन्छ भने एकदमै आक्रोशित भएको छ। र ओली सरकार जहाँ भेटे पनि जहाँ भए पनि खतरा हुन्छ भन्ने किसिमको चाहिँ नेपाली जनताबाट अहिले आएको छ।
यहाँ दृश्य देख्न सक्नुहुन्छ। यो दृश्य रहेको छ। यहाँ चाहिँ लोड सेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै यहाँ विभिन्न किसिमका निरङ्कुश शासन विरुद्ध हामी एकजुट हुनुपर्छ, लड्नै पर्ने हुन्छ भन्ने तरिकाको चाहिँ यहाँ चाहिँ आवाजहरू उठाइरहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। यो अत्यन्तै चाहिँ एकदमै चाहिँ आक्रोशित भएको अवस्था देख्न सक्नुहुन्छ। यो आक्रोशितमा पर्यो भने चाहिँ केपी शर्मा ओली के हुन्छ भन्ने किसिमका चाहिँ युवाहरूको आफ्नो आक्रोश पुछिरहेको छ। दर्शक महानुभावहरू यो धेरै सङ्ख्यामा मानिसहरू रहेको छ भने अब संसद भवन घेराउ गर्नुपर्छ भन्दै हिँडिरहेको अवस्था देख्न सक्नुहुन्छ। यो धेरै मानिसहरू रहेको छ। दर्शक महानुभावहरू अब नेपाल सरकार अथवा ओली सरकार के हुन्छ, अबदस्त हुन्छ भन्ने किसिमका आइसकेको छ। 2/3 दम्ब नदेखाउँदो हुन्छ। अब सडकमा सरकार चाहिँ सडक अबदस्त गर्नका लागि, सरकारको अबदस्त गर्नका लागि स्वतःस्फूर्त रूपमा चाहिँ जनताहरू सडकमा आइसकेको छ भन्ने किसिमको दिइरहेको छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। यो अत्यन्तै चाहिँ ओली सरकारले गरेका कठिनाई र ओली सरकारले गरेका यो अत्यन्तै मानवीयहीन र कार्य भएको र मानवीयहीन काम भएको भन्ने कुरा पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। र स्वत रूपमा हेर्नु पर्दाखेरि कुलमान घिसिङ एउटा नायक चाहिँ उज्यालोको पिता भनेर चिनिने कुलमान घिसिङलाई सरकारले अबदस्त गर्नु स्वत स्फूर्त रूपमा यो एकदमै गलत भएको छ। दर्शक महानुभावहरू यो गलतको विरुद्ध उठिसकेको छ, आवाज उठिसकेको छ। अब यो सरकारले केही पनि गर्न सक्दैन। यो आवाज उठिसकेपछि यो आवाजको विरुद्ध चाहिँ ओली सरकारले केही पनि गर्न सक्दैन भन्ने किसिमको विश्लेषण पनि आइरहेको छ भने लट्ठी चार्जदेखि लिएर हरेक प्रकारका चाहिँ सरकारी अपदस्थ, सरकारी पावर लगाए पनि हामीलाई सकिँदैन भन्ने कुरा गरेको छ। र चौथरी रूपमा चारैतिर चाहिँ विरोध भइरहेको छ। दर्शक महानुभावहरू कुलमान घिसिङलाई यसरी हटाइसकेपछि अब लाखौँ जनताहरू सडकमा आउने, लाखौँ मानिसहरू सडकमा आउने, स्वतः स्फूर्तमा चाहिँ ओली सरकार चाहिँ दहन गर्न, ओली सरकार चाहिँ अबदस्त गर्नका लागि सरकार चाहिँ लाखौँ जनताहरू ओर्लिनुपर्छ भन्ने किसिममा चाहिँ माइतीघर मण्डलबाट यता बानेश्वरको संसद भवन घेराउ गर्दै हुनुहुन्छ। दर्शक महानुभावहरू हेर्न सक्नुहुन्छ। यो दृश्य रहेको छ काठमाडौँको ठ्याक्कै चाहिँ काठमाडौँ जिल्ला अदालतको दृश्य रहेको छ। दर्शक महानुभावहरू अगाडिपट्टि जिल्ला अदालत देख्न सक्नुहुन्छ। यो अत्यन्तै चाहिँ एकदमै आक्रोशित भएको छ। यो आक्रोशित भिडले गर्दा अब ओली सरकार अबदस्त हुन्छ भन्ने किसिमको तर्कहरू भइरहेको छ। यहाँ धेरै मानिसहरू चाहिँ कुलमान घिसिङको पक्षमा उभिसक्नु भएको छ। दर्शक महानुभावहरू गाउँ-गाउँबाट, ठाउँ-ठाउँबाट र सबै ठाउँबाट नै ओली सरकारका विरुद्ध आवाज उठिसकेको छ भने अहिले चाहिँ सरकारमै रहेका चाहिँ सरकार पूर्व महामन्त्री अथवा अहिलेका महामन्त्री रहेको छ गगन थापाले पनि कुलमान घिसिङलाई हटाउनु नाजायज र कुलमान घिसिङलाई हटाउनु एकदमै गैर जिम्मेवारी र निर्णय गलत भएको, सरकारको गलत भएको भन्ने किसिममा पनि गगन थापाले आक्रोश पोखिसक्नु भएको छ भने विश्वप्रकाश शर्माले पनि आक्रोशित पोखिसक्नु भएको छ। र रवि लामिछानेले चाहिँ बत्ती नै चाहिँ बालेर र बत्तीलाई निभाएर चाहिँ एउटा चाहिँ माइन बत्ती चाहिँ बालेर कुलमान घिसिङको पक्षमा चाहिँ उभिसक्नु भएको छ भने महावीर पनि उभिसक्नु भएको छ, मेयर हर्का सम्पक पनि उभिसक्नु भएको छ। काठमाडौँको मेयर बालेन शाहले कुलमान घिसिङ हटाउने बित्तिकै अब टुकुचोमा चाहिँ यी नेताहरूलाई खडालमा खनाएर चाहिँ गाड्नुपर्छ भन्ने किसिमको संज्ञा पनि काठमाडौँको महानगरपालिकाको मेयरले पनि दिइसक्नु भएको छ। दर्शक महानुभावहरू अब नेपालमा के हुन्छ, राजनीतिक के हुन्छ भन्ने किसिममा चाहिँ अबका दृष्टिकोण आइसकेको छ र सबैको आफ्नो ठाउँबाट र सबै गाउँबाट ठाउँबाट आफ्नो आवाजहरू उठिसक्नु भएको छ। दर्शक महानुभावहरू यो दृश्य रहेको छ। यो दृश्य तपाईको काठमाडौँको महानगरपालिका भित्र रहेको छ। यो चाहिँ तपाईको ठ्याक्कै संसद भवन घेराउ गर्नका लागि जाँदै हुनुहुन्छ र यहाँ युवाहरू रहेको छ। भर्खरको युवाहरू पनि एकदमै आक्रोशित भएको छ। दर्शक महानुभावहरू ओली सरकारले गरेका यो निन्दनीय कार्य, यो ओली सरकारले गरेका यो अकल्पनीय र ओली सरकारले गरेको यो गलत निर्णयको विरुद्ध स्वतः स्फूर्त रूपमा जनताहरू सडकमा आइसकेको छ भन्ने किसिममा चाहिँ दाबी गरिसक्नु भएको छ। दर्शक महानुभावहरू यो अत्यन्तै दुःखदायी कुरा रहेको छ। यो अत्यन्तै चाहिँ दुःखदायी कुरा भएको कारण त यो कुरालाई हामीले सबैले बुझ्नुपर्छ, सबैले मनन गरौँ भन्ने किसिममा चाहिँ मानिसहरू स्वतः स्फूर्त रूपमा काठमाडौँको विभिन्न ठाउँमा आइसकेको छ। सबैले साथ सपोर्ट दिउँ, सबैले साथ सपोर्ट गरौँ भन्ने किसिममा चाहिँ आइसकेको छ। दर्शक महानुभावहरू यहाँ हेर्न सक्नुहुन्छ ब्यानरमा लोड सेडिङ चाहिँदैन, कुलमान घिसिङ हटाउन पाइँदैन, मन्त्री परिषद चाहिँ निरङ्कुश भ्रष्ट निर्णय भनेर चाहिँ यस्तो किसिमको आवाजहरू आइसकेको छ। दर्शक महानुभावहरू तपाईँले हेर्न सक्नुहुन्छ यो अत्यन्तै चाहिँ आक्रोशित भएको छ। यो भिडले गर्दा नै ओली सरकार अबदस्त हुन्छ भन्ने किसिमको चाहिँ तर्कहरू आइसकेको छ। दर्शक महानुभावहरू यो अत्यन्तै अकल्पनीय, अत्यन्तै चाहिँ एकदमै ठुलो संख्यामा चाहिँ यसरी चाहिँ आइसकेको छ। यो अब ओली सरकार के हुन्छ भन्ने किसिमको चाहिँ दृष्टिकोण आइसकेको छ। दर्शक महानुभावहरू यो अत्यन्तै चाहिँ
बुझ्नै पर्ने कुरा रहेको छ। दर्शक महानुभाव, तपाईहरुलाई सबैले कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। कुलमान घिसिङलाई हटाएर के सरकारले राम्रो काम गरेको हो त भन्ने विषयमा पनि प्रश्न उठिरहेको छ। दर्शक महानुभाव, पनि कुलमान घिसिङलाई अनावश्यक रूपमा 10 वटा बुँदा लेखेर कुलमान घिसिङले गलत गरेको भन्दै त्यो अनावश्यक रूपमा चाहिँ 10 वटा बुँदा बनाएर चाहिँ कुलमान घिसिङलाई हटाएको भन्ने किसिममा चाहिँ प्रश्न पनि आइरहेको छ र त्यसको चाहिँ विश्लेषणहरू पनि भइरहेको छ। तपाईले के कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। उज्यालोको पिता कुलमान घिसिङलाई बचाऊ र बचाऊ भन्ने अभियान पनि सुरु भएको छ। तपाईलाई कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु, सबैले शेयर गरिदिनु होला। हस्त, नमस्ते।